यो पनि झोला प्याट्टै फुल्लिसकेको छ साथी हो। अब यो पछाडि बुढोको झोला फुल्लिनु बाँकी छ। मलाई चाहिँ यसरी फोटो खिचेर पठाएको थिएँ कि यहाँ। अन्त मैले चाहिँ भनिहालेँ यो चाहिँ आज आइपुगेन भने चाहिँ ठिक हुँदैन, घरमा आज भी मुकेम्बो खुस हुआ। देखो दोस्तों, नमस्ते साथीहरू, गाउँले जीवनमा स्वागत छ। आशा छ हजुरहरू जाति कुशल हुनुहुन्छ भनेर म एकदम जाति कुशल छु। आज भने चाहिँ हामी तीनजना चाहिँ जङ्गल घुम्नु गइरहेको छौँ र आज जङ्गलमा के पाउँछ हजुरहरूले हेर्नुहोस्। जङ्गलमा पसेपछि चाहिँ आफ्नो आफ्नो बाटो हुन्छ। एकजना बुढो यतापट्टि छ, एकजना बुढो यतापट्टि, म यहाँ बिचमा परेको छु र यो ठाउँमा चाहिँ यसरी जङ्गलमा चाहिँ च्याउ खोज्दै हिँड्नुपर्छ कि अन्त चाहिँ यसरी बाटेर हिँड्नुपर्छ र यसरी विभिन्न प्रकारको चराचुरुङ्गीको आवाजले यसरी सजेको हुन्छ। यो वन जङ्गल एकदम रमाइलो छ यो जङ्गल। साथीहरू आज चाहिँ यसो जङ्गल घुम्नु गएको, दर्शन पायो चिप्ले च्याउको ओरिजिनल मजाले पलाइरहेको छ। आबेला अपरेसन गर्नुपर्ने हो। यो थाक्रे च्याउ पनि अब सुरु भएछ साथी हो। साथीहरू यहाँ चाहिँ यो पत्कर जस्तो थाक थुप्रेको छ। यो चाहिँ कालो थाक्रे हो। यो चाहिँ कम्ती भन्दा पनि निकै नै बेसी नै रहेछ। यो भारी पुग्यो त फर्किँदा भयो त। च्याउ चाहिँ यसरी फल्छ साथी हो। यो थाक्रे च्याउ चाहिँ अब चाहिँ सिजन भएको। आज आउँदा यहाँ यता मुनि बेसी छ अरे, बुढोहरूले देखाउँदैछ। अब हेरौँ उहाँ मुनि हेर्दा अन्त यता मुनि पलाएको त यसपालि पलाएको छ नि हौ। यता मुनिपट्टि पनि छ साथी हो। यो थाक्रे कालो तले पलाइरहेछ थाक्रे च्याउ चाहिँ। यहाँदेखि लिएको चाहिँ यहाँ मुनि पनि पलाएको छ साथी हो। अब चाहिँ हाम्रो चाहिँ भारी यहीँ पुगेको जस्तो छ र पनि जाने हो माथिसम्म। अब यहाँ बुढोहरूले अपरेसन गर्दैछ साथी हो। च्याउ चाहिँ अब यो पनि किनेर पनि च्याउै हो, सबै टिप्नु पर्ने अवस्था छ। यसरी यो चाहिँ पत्कर जस्तो देख्छ साथी हो। यो चाहिँ हतपत देख्दैन। यहाँ अमित बुले अपरेसन सुरु गरिसकेको छ। ल अजय बुले पनि अपरेसन सुरु गरिसकेको छ। दुई भाइ चाहिँ टिप्ने अरे, म चाहिँ बोक्ने मात्रै भन्छ। अब म चाहिँ बोक्नेमा मात्रै परेँ। तर बोक्नेको चाहिँ बेसी हुन्छ भन्दैछ। किन सकिँदैन, निकालो मात्रै न च्याउ त एक बोरा पनि बोकिहालिन्छ। यो च्याउ बोक्नेको झन् कम, अलिक एक छाक मात्रै पाउने त। उसको चाहिँ एक छाक मात्रै हो। अरू चाहिँ सबै हाम्रो हुन्थ्यो काट्नेहरूको, खुकुरीको, धारको, नास। अब यत्रो बेसी च्याउ काट्दाखेरि अन्त अब आज भी मुकेम्बो खुश हुआ। देखो दोस्तों, ये है ब्लैक मशरूम। ये थाकरे मशरूम बोलता है। ये देखने से ऐसा होता है, ये तो बहुत अच्छा होता है। ये प्योर ऑर्गेनिक है। इसका सीजन हो गया। आज हम पहली बार आया 1 महीना के बाद में। फिर साथी हो यहाँ चाहिँ झोला भरिनु आँटेको छ भने उतापट्टि चाहिँ एक झोला अझै बुले भराइसकेको छ। अब यसरी यो पनि भरिनु लाग्यो। अब चाहिँ अब भने चाहिँ च्याउको भारी पुग्नु आँट्यो साथी हो। अब मलाई चाहिँ बोक्नेमा भनेको छ कि अब हेरौँ। अहिले 8:20 मात्रै हुँदैछ। टाइम भनेको चाहिँ अहिले 8:20 हुँदैछ साथी हो। यो बिहानकै समय छ अहिले चाहिँ। कालो थाक्रे चाहिँ एकदम दामी हुन्छ। यसलाई चाहिँ पकाएर भन्दा पनि पोली खानु चाहिँ झन् दामी हुन्छ। यस्तो छ। यो पनि भर्यो झोला। त्यो पनि झोला प्याट्टै फुल्लिसकेको छ साथी हो। अब यहाँ पछाडि बुबुको चाहिँ ब्याग भरिनु बाँकी छ। हामी दुईजनाको चाहिँ ब्याग भरिसकेको छ। आज चाहिँ साथी हो च्याउ भन्ने चाहिँ कम्ती यति मात्रै पाइयो र चाहिँ एकदम एक ठाउँ मात्रै पाइयो। अरू ठाउँ चाहिँ भर्खर पलाउँदै रहेछ। अनि त्यसको साथमा यहाँ यो चिप्ले च्याउ पाइयो। यहाँदेखि तिते निङ्गुरे एकदम राम्रो हुन्छ। यो तिते साथीहरू अहिले चाहिँ हामी यहाँ निङ्गुरे टिप्दैछौँ। यहाँ चाहिँ पुरा निङ्गुरे पाउँछ। एक मुठी चाहिँ लाने हो, बेसी पनि किन लानु। एक छाक भए काफी। बिहान मैले चाहिँ फोटो खिचेर वाट्सएपमा पठाएको थिएँ दिवसलाई। अहिलेसम्म प्रतीक्षामा छ र यहाँ नाङ्लोमा लिएर देखाएको छु दिवसलाई। देखाउ त दिवस देऊ। यहाँ चाहिँ मलाई चाहिँ यसरी फोटो खिचेर पठाएको थिएँ कि यहाँ। अन्त मैले चाहिँ भनिहालेँ यो चाहिँ आज आइपुगेन भने चाहिँ ठिक हुँदैन, घरमा आइपुगेन भने। त्यहाँबाट आएर पर्खिँदा हो म त तल
गनुङ 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 गर्छ त्यहाँ पो भाग लाउँदै रहेछ भने त्यहाँ पनि खोजेर कुदेर पुग्यो हो त्यहाँ पनि छैन के को हल्ला सुनेको अन्त तर फेरि आएर तल बसिरहँदा चाहिँ आइपुग्यो मिर्गे च्याउ हेरौँ मेरो अनुहार जोत्रै छ फादर मेरो अनुहार जोत्रै हो यो मिर्गे च्याउ अनि अब यसलाई चाहिँ अब म खाने हो यो चाहिँ साथीलाई पठाइदिने रे अनि यो चाहिँ सबै अब यो कालो थाक्रे यो चाहिँ पोलेर खाएको चाहिँ कति खाइन्छ सब खान्छु अरूको चान्स छैन अब यो नो चान्स अब मलाई थाहा छ एक दुईजनाले मलाई नराम्रो भन्छ होइन अब चाहिँ अब दिवसले चाहिँ अब यो सधैँ सधैँ खानु पाउँदैन यो चाहिँ अब उता आश्रममै बसिरहन्छ र अब यसपालि चाहिँ ठिक्कै आएछ अन्त खोज्नु पनि गयौँ अनि फेरि हामी चाहिँ बादमा पनि जान्छौँ बादमा पनि हामी लिएर खाइरहन्छौँ र दिवसको लागि नै अब यो चाहिँ दिवसको लागि अब पोल्नु सुरु पो गर्छ दिवसले म अब नुहाइधुवाइ गरेर फ्रेस भएर आउँछु अहिले चाहिँ दिवस चाहिँ यसरी च्याउ पोलिरहेको छ यसो मजाले अब च्याउ चाहिँ नखाइ चाहिँ नछाड्ने नै भन्छ एउटा चाहिँ ठुलै पोलिरहेको छ यो च्याउलाई चाहिँ यसरी भुप्रोमा मजाले पकाउनु पर्ने हुन्छ अब त पाक्दै पनि छ एउटा खाएर पनि देखाइहाल्ने बेला भयो दिवसले टेस्टी दामी भएछ यसरी पोलेको चाहिँ अब सेलाएर खानु हुँदैन तातो तातै खायो भने चाहिँ दामी हुन्छ कि यही भएर चाहिँ म यसै च्याउ त्यो भनेको चाहिँ बरु पक्का सब्जी चाहिँ खाँदिनँ खाएँ भने पनि खान्छु अहिले त हामी डडुवामा 4 केजी जस्तो च्याउ पोली खानै नखाएको हुन्छ पिताजीले पनि खाएर चाहिँ देखाइहाल्नु पऱ्यो कस्तो छ पोलेको च्याउ चाहिँ अब एकदम टेस्टी टेस्टी पकाएको चाहिँ मिठो भएन अरे पोलेकै मिठो अरे पापा साथीहरू आजको चाहिँ भिडियो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया राखिदिनुहोस् र यो गाउँले जीवन हजुरको माझमा रमाइलो रमाइलो भिडियोहरू लिएर आउनेछु र तबसम्मको लागि हजुरको स्वास्थ्य र दीर्घायुको कामना गर्दै आजलाई बिदा हुन्छु